सुरुमा मुख्य समाचारका शीर्षकहरू। सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने समितिमा सरकारवाला कार्यालयका प्रमुख सदस्य। रासोपाले आज प्रदेश अधिवेशन गर्दै प्रतिनिधि सभा बैठकका कारण सभापति लामिछाने जाने कार्यक्रम स्थगित। संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची, विपक्षीको असन्तुष्टि कायमै। इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो, इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु। र सन्यासको 5 वर्षपछि रोजर फेडेरर युएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै। समाचार अब विस्तारमा। सरकारले सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 77 वटै जिल्लामा परिपत्र गरी समिति गठनको जानकारी गराएको हो। मन्त्री स्तरीय निर्णय अनुसार गठित जिल्ला समिति 7 सदस्यीय रहनेछ, जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गर्नेछन्। प्रमुख जिल्ला अधिकारीले तोकेको कुनै पनि स्थानीय तहको 1 जना प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय प्रमुख, प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सदस्य तथा सदरमुकाम स्थित नापी कार्यालयका प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ। गत जेठ 19 गते मन्त्री परिषदको निर्णय अनुसार बलभद्र वास्तुलाको अध्यक्षता रहेको केन्द्रीय समिति बनिसकेको छ। नवनियुक्त जिल्ला समितिहरूलाई भूमि सम्बन्धी समस्याहरूको पहिचान र समाधानका लागि कार्यहरू अघि बढ़ाउन निर्देशन दिएको छ। यसअघि केन्द्र तथा जिल्ला स्तरमा भूमि समस्या समाधान आयोगमा राजनैतिक नियुक्ति हुँदै आएको थियो। सरकारले हालै अध्यादेश मार्फत उक्त आयोग खारेज गरिसकेको छ। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज प्रदेश अधिवेशन गर्दैछ। जिल्ला अधिवेशनहरू करिब सम्पन्न भएसँगै आज प्रदेश अधिवेशन शुरू गर्न लागि हो। कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगतै आजदेखि 7 प्रदेशमा प्रदेश अधिवेशन गर्न लागि रासोपाले जनाएको छ। बागमती प्रदेशको हेटौडामा हुन लागेको प्रदेश अधिवेशनको सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो, तर उहाँ संसद बैठकका कारण नजानु हुने बताइएको छ। रासोपाले शनिबार र आइतबार 56 जिल्लाको अधिवेशन गरेको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। पार्टी प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि जिल्ला अधिवेशन शुरू गरेको थियो। रासोपाले पहिलो महाधिवेशन आगामी असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक गरेको छ। संघीय संसदका दुवै सदनको बैठक आज बोलाइएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको सभा 1 बजेलाई बोलाइएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक प्रभावित हुँदै आएको छ। करिब 1 साता स्थगित गरी हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गर्न बोलाइएको सर्वदलीय बैठकले पनि सकारात्मक निष्कर्ष निकाल्न नसक्दा आजको बैठक पनि प्रभावित हुने देखिन्छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरण लगायत विरोध गर्दै आएका छन्। आज दुवै सदनमा आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल प्रारम्भ हुने कार्यसूची छ। यस्तै यसअघि स्थगित गरिएका बैठकमा पेश गर्ने कार्यसूचीमा चढेका विभिन्न विधेयक प्रस्तुत गर्ने भनिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकको रूपमा मनाउने घोषणा गर्नुभएको छ। स्विट्जरल्याण्डको जेनेभामा आयोजित 114औं अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षीय कार्ययोजना बनाइएको उल्लेख गर्नुभयो। मन्त्री यादवले आर्टिफिशियल इन्टेलिजेन्स एआई सँगै प्रविधिमा आएको परिवर्तन, जलवायु परिवर्तन र श्रम गतिशीलताका कारण विश्वव्यापी श्रम बजारमा नयाँ चुनौती थपिएको बताउनुभयो। उचित योजना नभएमा यी परिवर्तनहरूले असमानता र सिपको खाडल बढ़ाउन सक्ने जोखिम औल्याउँदै उहाँले मानवीय मर्यादा र सामाजिक न्याय सुनिश्चित गर्न प्रभावकारी त्रिपक्षीय सहयोग र आईएलओको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। डिजिटल अर्थतन्त्र र युवा रोजगारको लागि नेपालले प्रविधि र नीतिगत सुधार मार्फत स्वदेशमै रोजगारी दिने लक्ष्य राखेको मन्त्री यादवको भनाइ थियो।
दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिएर एकजनाको मृत्यु भएको छ। आज बिहान लमही नगरपालिका 5 रातो डाँडामा रोकिराखेको ना 5 ख 9336 नम्बरको ट्रक पछाडि मोटरसाइकलमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा लु 12 प 9840 नम्बरको मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। मोटरसाइकलमा सवार अन्दाजी 32 वर्षीय सोही ठाउँका धनीराम चौधरी घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको छ। नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन तोलामा 2000 रुपियाँले बढेर 3,01,900 रुपियाँमा कायम भएको छ। हिजो सुन तोलामा 2,79,900 रुपियाँमा कारोबार भएको थियो। चाँदी आज तोलामा 4,925 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा 4,905 रुपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायलले एकअर्का विरूद्धको आक्रमण रोकेको घोषणा गरेका छन्। गत अप्रेलमा युद्धविराम भएपछि पुनः हिजो दुई देशबीच हवाई तथा शक्तिशाली मिसाइल आक्रमण भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले हालका लागि आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्लाह विरूद्धको संघर्ष अझ समाप्त नभएको स्पष्ट पार्नुभयो। उता इरानले इजरायललाई पीड़ादायी जवाब दिइसकेको दावी गर्दै आफ्ना सैन्य कारवाही स्थगित गरेको जनाएको छ। आइतबार बेरुतमा भएको आक्रमणको प्रतिरोध स्वरूप इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो बिहान इरानका सैन्य तथा पेट्रोकेमिकल संरचनामा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई तत्काल युद्ध रोक्न आग्रह गर्नुभएको छ। ट्रम्पले इजरायललाई आक्रमण रोक्न आग्रह गरेको र त्यसअनुसार इजरायलले कारवाही स्थगित गरेको दावी गरिएको छ। उहाँले इरानसँग शान्ति तथा सुरक्षा सम्बन्धी सम्भावित सम्झौताका लागि वातावरण बनाउनु पर्ने बताउनु भएको छ। इजरायली आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु भएको छ भने हिजबुल्लाहले इजरायली सेनामा रकेट प्रहार गरेको जनाएको छ। युद्धका क्रममा इरान, लेबनान, इजरायल तथा अन्य खाड़ी मुलुकमा हजारौं मानिसको ज्यान गएको छ। र अब खेल समाचार। विश्व टेनिसका सर्वकालीन महान खेलाड़ी रोजर फेडरर पुनः यूएस ओपन टेनिसको कोर्टमा फर्कने भएका छन्। अमेरिका टेनिस संघ USTA का अनुसार आगामी अगस्त 25 मा न्यूयोर्क स्थित आर्थर एस्प स्टेडियममा हुने एक विशेष प्रदर्शनी खेलमा फेडररले सहभागिता जनाउने निश्चित भएको हो। रोजर फेडरर एन आइकन रिटर्न्स टू न्यूयोर्क नाम दिएको उक्त च्यारिटी खेलमा फेडररसँगै अन्य पूर्व अमेरिकी च्याम्पियनहरू एन्डी रडिक, आन्द्रे अगासी र जन म्याकएन्ड्रो समेत कोर्टमा उत्रने छन्। सन् 2022 मा व्यावसायिक टेनिसबाट सन्यास लिएका स्विस स्टार फेडररले सन् 2019 यता पहिलो पटक यूएस ओपनको कोर्टमा खेल्न लागेका हुन्। 44 वर्षीय फेडरर यूएस ओपनको लगातार 5 पटक सन् 2004 देखि 2008 सम्म पुरूष एकलतर्फको उपाधि जित्ने एकमात्र खेलाड़ी हुन्। आफ्नो खेल जीवनमा 20वटा ग्रान्ड स्लाम जितेका फेडररले न्यूयोर्क फर्कने निर्णयप्रति खुशी व्यक्त गरेका छन्। न्यूयोर्कको प्रदर्शनी खेल सकिएको 4 दिनपछि अर्थात अगस्त 29 मा रोड आइल्याण्डको न्यू पोर्टमा फेडररलाई औपचारिक रूपमा इन्टरनेशनल टेनिस होल अफ फेम नाममा विभूषित गरिने कार्यक्रम तय भएको छ। टेनिस खेलमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई यस प्रतिष्ठित सूचीमा समावेश गर्न लागि हो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन। प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने समितिमा सरकारवाला कार्यालयका प्रमुख सदस्य। रासोपाले आज प्रदेश अधिवेशन गर्दै प्रतिनिधि सभा बैठकका कारण सभापति लामिछाने जाने कार्यक्रम स्थगित। संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची विपक्षीको असन्तुष्टि कायमै। इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो। इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु। र सन्यासको 5 वर्षपछि रोजर फेडरर यूएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै।